बाराको सिमरामा 3 वर्षीय सानो नानीलाई बलात्कारपछि हत्या गर्ने अपराधीलाई अन्ततः बारा प्रहरीले पक्राउ गरेको छ। घटनास्थलको मुचुल्का उठाएको केही घण्टा भित्रमै बारा प्रहरीले उक्त अपराधीलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ। यो घटना सार्वजनिक भएपछि देशव्यापी रूपमा तरङ्ग मचिएको थियो। मात्र 3 वर्षीय एउटा सानो बालिकालाई यो किसिमको करणी र हत्या गरेको घटना सम्भवतः मध्य प्रदेशमै पहिलो हो। यो घटनाको अपराधीले दिएको बयान सुन्दा सबैको होस उड्छ। बाराको जेतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर 1 सिन्डिकेटबाट आइतबार बिहान 8:30-9 बजेबाट 3 वर्षीय बालिका सानो नानी गरिमा चौधरी हराउनु भएको थियो। उनी 9 बजे भित्रै घरबाट बाहिर खेल्नको लागि आए पनि परिवारजनले 9:30-10 बजेबाट आफ्नो छोरी हरायो भनेर प्रहरीमा र अन्य गाउँघरमा हल्ला भयो। तर यो हल्ला हुनुभन्दा पहिल्यै घर परिवारलाई मेरो छोरी हराएको थाहा पाउनुभन्दा पहिल्यै यो घटना घटिसकेको रहेछ। 8:30 देखि 9 बजेको बीचमा ती बालिका आफ्नै घरको छेउमा एउटा घरमा हरदम आएर खेल्ने गरेको थिइन्। त्यही घरमा एकजना म्याजिक खलासी पनि बस्ने गरेका थिए र सोही खलासीले सोही घरमा खेलिरहेकी ती 3 वर्षीय गरिमा चौधरीलाई चकलेट दिएर फकाएर सोही घरको 100 मिटर दक्षिणतर्फ लगेर एउटा सुनसान घर जहाँ कोही पनि बस्दैन त्यो घरमा लगेर ती बालिकालाई चकलेट दिएर त्यो भन्दा पनि पासो बाँधेर ती बालिकाको घाँटीमा हालेर मुख बन्द गरेर जबरजस्ती करणी गरिएको रहेछ। त्यसपश्चात ती बालिका कराएपछि उनको घाँटीलाई जोडले सोही पासोले थिचिएको रहेछ र बलात्कार गरेर ती बालिकालाई त्यही पासोमा झुन्ड्याएर ती अपराधी 16 वर्षको अपराधी छन्। उनको पहिचान अहिलेसम्म प्रहरीले खोलेको छैन। सम्भवतः नेपालको कानुन अनुसार 16 वर्षभन्दा मुनि अथवा नाबालकको पहिचान खोल्न नमिल्ने व्यवस्था भएको हुनाले प्रहरीले यो पहिचान खोलेको छैन। तर उनकै घर छेउको एकजना म्याजिक खलासी जो 16 वर्षीयका छन् उनी ती बालिकालाई पासोमा झुन्ड्याएर त्यो घटनास्थलबाट निस्केर घर पुगेर नुहाएर फ्रेस भएर फेरि त्यो घटनास्थलमा पुगेर ती बालिकाको पासो खोलेर सोही घरको एउटा कोठामा लगेर कपडाले छोपेर त्यहाँबाट निस्किएका थिए। 16 वर्षीय अपराधी यो घटना घटाउनुको उद्देश्य उनले प्रष्ट पारेका छैनन्। अझै पनि प्रहरी अनुसन्धान गरिरहेको छ। तर प्रारम्भिक अनुसन्धान अनुसार उनको त्यो एउटा चाहना, त्यो आपराधिक मानसिकता चाहनाले गर्दा यो घटना घटेको भनेर प्रहरीको प्रारम्भिक अनुसन्धान हो। अहिले पनि उक्त घटनाको अनुसन्धान भइरहेको छ। यो घटनामा आफू एक्कल रहेको भनेर ती 16 वर्षीय अपराधीको भनाइ छ। यो घटनामा अन्य कोही पनि संलग्न नरहेको उनले बताएका छन्। आन्तरिक स्रोतले प्रहरीले हामीलाई दिएको जानकारी अनुसार ती अपराधीले यो घटनामा आफू एक्लै रहेको बताएका छन्। उक्त अपराधीको हिजै राति मेडिकल गराएर अब ट्रेसिङहरू गराएर यसको वास्तविकता बाहिर निकाल्ने प्रहरीले प्रयास गरिरहेको छ। यद्यपि ती मानिसले, त्यो अपराधीले आफ्नो अपराध स्वीकारिसकेका छन् भनेर हामीलाई जानकारी प्राप्त भएको छ र अब सम्भवतः यसलाई कन्फर्म गर्नको लागि मेडिकल रिपोर्टहरू पनि केही दिनमै आउने छ र यो घटना, यो समाचार गर्न पनि अप्ठ्यारो भइरहेको छ। किनकि ती बालिका हराएको समयदेखि नै हामी निरन्तर ती बालिकाको खोजी कार्यमा लागेका थियौँ। तर ती बालिका हामीले खोजी कार्य सुरु गर्नुभन्दा पहिल्यै यो घटना घटिसकेको रहेछ।
यो घटना सार्वजनिक भएपछि सिमरा आसपासका सबै मानिसहरू त्रसित छन्। आफ्नो सानो बालिकालाई अब कसरी जोगाउने भनेर सबैको एउटा माइन्ड सेट अब बसिरहेको छ। एउटा 3 वर्षको बालिकामाथि यस्तो किसिमको अपराध हुन्छ भनेर कसैले सोचेको पनि थिएन। ती 16 वर्षको अपराधी पहिचान खोलिएको छैन नेपालको कानुन र अब उनलाई आजीवन जेल चलान हुन्छ। यद्यपि यसले पनि पुग्दैन। आजीवन कारागार नेपाल सरकारको टाउकोमा एउटा अर्को अपराधीको खर्चको बोझ मात्र थपिने हो। यो घटना सार्वजनिक भएपछि सबैको होस उडेको छ र उनको बयान सुन्दा त छन् अझै होस उडेको छ। उनी 2 महिना पहिला वीरगञ्जको आसपास क्षेत्रमा तेस्रो लिङ्गीसँग उनी भनौँ अनैतिक सम्बन्ध राख्न गएको, तर त्यहाँबाट उनको सन्तुष्टि नभएर ती बालिकामाथि उनको आँखा गएको।